उठा नाममा जुम्ला कति खाइदियो आरु जति कति बेला त हाम्रो गाउँघरतिर यतिखेर गहुँ काट्ने सिजन चलिरहेको छ। साउनको महिना 10-11 गते भइसक्यो आज हैन। देख्न सकिन्छ फुपूहरू, दिदी, आन्टी, भान्जी सबै मिलेर हामी यहाँ गहुँ घम्सा-घम्सी काटिरहेका छौँ। त्यतिखेर दिदीले अनि आरु ल्याउनु भएछ, पुलम आरु हैन। के भन्छ हाम्रोतिर पुलम भन्छ, हजुरकोतिर के भन्छ। त्यसपछि हामी यहाँ खान सुरु गरिसकेका छौँ। कतै मिठो आहा यहाँ यो आरु हाम्रोतिर हुन्न हैन, टाढाबाट नासु पठाइदिनु भएको रहेछ। एकजना दिदीले ल्याउनु भएको थियो। देख्न सकिन्छ रिसारिस गर्दै खाँदै हुनुहुन्छ। सबै आरु सिद्धिन्छ कि भनेर सबै भिडभाडमा जम्मा भइसक्नु भएको छ। आन्टी फुपूहरूको हेर्नु त आरु खाए स्टाइल यी मस्त तरिकाले खाइराख्नु भएको छ। यस्तो आरु उठा नाममा जुम्ला कति खाइदियो आरु जति कति बेला त कोही खाने भए आउनु होला के रे हेरे पाइदैन नि तले चौथोले अक्काले दिया कुमेली सरकार आउनु खानु खाऊ आऊ हामी हकिल्ले जाऊ पोर्नु हप्ते काट्नेला चाउ काट्नेला सिधुर सिधुर लयो दिदी रे खेलाउ त्यो बनाउ हुने नि खेल्ने नहोली ताइदै यस्ता आरु खाने हो गाइस। अन्तिममा गाउँकी माली पनि आउनुभयो। उहाँलाई पनि आरु राखेका थियौँ हामीले। उहाँ खान पाइन्न कि भनेर चिन्तामा हुनुहुन्थ्यो। माम एदा टिकन दिए खादो बुकाएर ए बडा गद्दो बडा आन्टीहरूले लास्टमा मिसीलाई पनि आरु खुवाउनु पर्यो भनेर जिस गर्न थाल्नुभयो। मिठो छ रातो रातो छ ल ल ल खा 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 आरु सिद्धै छ धेरै राम्रो कुरा गरिन्। आजले यति नै साथीहरू, फेरि अर्को भिडियोमा भेटौँला है त। बाई बाई।